हेलो एभ्रिवान, आज चाहिँ असाध्यै झालमुरी खानु मन परेर मैले लिएको छु मुराई अनि मटर अनि यसमा चाहिँ प्याज धनियाँ र तेलमा चाहिँ मैले मसला एड गरिदिएँ र मसलाको साथसाथै मैले चिली पाउडरलाई पनि एड गरेँ र यसमाथि नुन पनि हालिदिएँ र यसलाई चाहिँ हामी बिस्तारै मिक्स गर्नेछु र यसलाई चाहिँ मैले टेरीमेरी पनि एड गरिदिएँ र मैले प्याज धनियाँलाई पनि हालिदिएँ र अब पालो रहेको छ हामीले मिक्स गरेको तेल र तेललाई चाहिँ बिस्तारी मैले हालिदिएँ र यो चाहिँ एकदमै मिठो देखिएको छ, हेर्दै खाउँ खाउँ लाग्ने। र अब चाहिँ मैले यसलाई मजाले मिक्स गरिदिएँ। यसलाई मजाले मिक्स गर्नु चाहिँ किनभने चाहिँ हामी त्यो सबै जग्गामा चाहिँ जाओस् भनेर। र हेर्नु सक्नुहुनेछ मेरो झालमुरी सबै रेडी भइसक्यो। हेर्दै कस्तो डेलिसियस देखिन्छ र दिउँसोको खाजा चाहिँ मेरो रेडी भइसक्यो र मैले चाहिँ यसको साथसाथै मैले चिया पनि लिएँ र चिया हेर्नु सक्नुहुनेछ उम्लिसकेको छ र चिया पनि रेडी भइसक्यो र अब चाहिँ हामी खाना सुरु गरौँ है। र मैले एक बाइटले वाउ, यस्तो मिठो थियो कि ओके गाइस।